चाबी पनि बोक्नु के को चाबी क्यामेराम्यान चाहिँ डरलाग्दो छ। हेलो एभ्रिवान, तपाईँलाई स्वागत छ आजको मेरो न्यू ब्लगमा र इन्जोय गर्नुहोस् है त आजको ब्लग। मामा भानी चाहिँ आएको छु फुल रोप्नको लागि। उल्टा भयो हुन्छ त्यतिकै। सो मामा भानिस चाहिँ फुल रोप्नको लागि चाहिँ मल लिनु आएको छु होइन। अन्त यस्तो बर्खामा चाहिँ मल पाउनै साह्रो नि त फुल रोप्नेहरूलाई। अब यो पिरा थाहा हुन्छ होइन। अनि त्यस पानी परेर हेर्नुहोस् न यस्तो भइरहेछ मौसम। पानी परेर चाहिँ अब हामी चाहिँ कसरी फर्किनु पर्ने भन्ने सोचिरहेको छु होइन। अब म मल बोक्छु। अब यो भानिसलाई कसले बोक्ने? आफै हिँड्नु सक्छ? ए सक्छ? आम्मा खतरा हो नि। म चाहिँ मल थुपार्दैछु यहाँबाट। सक्दैन? इन्जोय गर्नुहोस् भ्लगलाई लास्टसम्म हेर्नुहोस् होइन त नवङ। डरलाग्दो खाँदै चाहिँ मिठो रहेछ। यस्तो गरिदिनु मिठो। आम्मा अर्को यस्तो पनि मिठो। खानु खानु फिस हेर्नु चाहिँ त्यहाँ चाहिँ बुडुरुमा गएर चाहिँ फिस हेर्नु जानु। कहाँ पाउँछ फिस चाहिँ? ल ल क्यामेराम्यान चाहिँ डरलाग्दो छ। क्यामेराम्यान चाहिँ डरलाग्दो छ नि क्यामेराम्यान चाहिँ डरलाग्दो छ। यता देखाइदिनु यतै यता पनि यति मल भइसक्यो भने यता 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 हामी घरमा आएको अन्त हामी तर पनि आएको भेटायो दुईजनालाई चाहिँ पानीले भेटायो पानीले भेटायो पानीले भेटायो। आचा कहाँ जाने कहाँ जाने कहाँ जाने कहाँनिर पाउँछ? स्विमिङ पुलमा चाहिँ फिस पाउँछ। चाबी पनि बोक्नु के को चाबी? आम्मा बाइकमा छ चाबी। कहाँ जानु? घुम्नु जाने? घुम्नु जाने? नवङ घुम्नु जान्छु भन्छ। यस्तो पानी पर्दैछ कसरी घुम्नु जाने हौ? पानी परेको छैन? आम्मा स्विमिङ पुलमा जाने बुटुटु गरेर नसक्ने रहेछ हौ यो केटालाई पनि। नजाउँ नजाउँ आम्मा गम्बुट लगाएर जाने? ल ल भयो खोइ के भयो? ला मुरै खाएर यो त डल्लै खानु नि। अब खायो खायो कि? अम्म मुरै खाएर अगाएको त्यत्रो? अम्बो मुरै पछि त्यहाँनिर ओके। अम्म हो रहेछ भएको। अब नखाने? खोइ त्यहाँ एबिसिडी पढेर सुनाइदिनु त यहाँनिर। सेभेन एट नाइन 10 आम्मा
रोजले नबोकेर नि आमा ठुलो नानी त्यहाँनिर अब नङलाई पिरो हुन्छ है